त राजालाई ल्याउने हो व्यवस्था परिवर्तन गर्ने हो राजा ल्याउने हो सर्वहारा बनाएर कोही मान्छे यसरी आएका छन् नि तपाईँले हेर्नुहोस् यिनीहरूको आँखाबाट झरेको आँसु थाप्ने मेरो यही बनाउनको लागि यो मैले जनमित्रको घोषणा गरेको तपाईँले अहिले मलाई प्रश्न सोध्दै गरेर तपाईँलाई लागिरहेको छ नि भित्र ठिक छ भनेर मलाई धेरै पुलिसका डिआइजीहरूले के भने तपाईँलाई थाहा छ दुर्गाजी तपाईँले जनताको मन जित्ने काम गर्नुभयो अब परमात्माको मन जित्नुहोस् हाम्रो मन जित्नु पर्दैन भन्नुभयो उहाँहरू सबै पुलिसको सबै पुलिसहरूको भन्छ कहिले यो व्यवस्था फेरिन्छ र हामीलाई सुख र अमल शान्तिका दिन त्यहाँदेखि त बाटोमा पुलिस डन्डी खाने ढुङ्गा खाने त्यो ढुङ्गा खाएर खुट्टा फुट्छ घाउ खुट्टा भाँचिन्छ औषधि आफ्नो पर्सनल पैसाले गर्नुपर्छ 25,000 तलब छ राम्ररी मोमो खान पाउँदैन त्यो पुलिस अनि किन लड्छ अब लड्दैन पुलिसहरूले बाटो छोडिदिन्छ तपाईँलाई मैले एउटा कुरो के छ भने म दुर्गा माता आदिबारामा गएर यो अभियान सुरु गर्नुभन्दा अगाडि यहाँ सुन्नुहोस् रोचक कुरा छ मैले के भनेको छु मातालाई भने नि म मेरो छोरालाई मेरो छोरीलाई सम्पत्ति माग्न आएको होइन माता आदिबारा मातामा यो व्यवस्था परिवर्तन गरेर राज संस्था स्थापित गरेर हिन्दू अधिराज्य कायम गराएर यी गरिबका जुन लघुवित्त सहकारी ब्याङ्क पीडितका लोनहरूलाई मिना गराएर गराउने जतिलाई गराएर यो व्यवस्था परिवर्तन गर्ने शक्ति दिनुभयो र व्यवस्था परिवर्तन भयो भने तपाईँको अनुहार हेर्न आउँछु नभए आउँदिनँ भनेर आएको मान्छे बुझ्नुभयो कि दुर्गा मातालाई हो कि होइन भाइ बुझ्नुभयो कि म राजालाई धोका दिएँ राजासँग मेरो कुनै स्वार्थै छैन यहाँलाई महत्त्वपूर्ण समयका लागि धेरै धेरै दुर्गा प्रसाद जिंदाबाद दुर्गा प्रसाद नागरिकहरूको माया हो नागरिकहरूको विश्वास नागरिकहरूको आत्मविश्वास हो त्यो त जसरी अब विमानस्थल अगाडि राजाको ससम्मान देखिएको त्यो फुलका गुच्छाहरूले प्रहार गरेको देखिन्थ्यो भने मैले तपाईँलाई यहाँ देख्न पाइयो अनि यो त यस्तो छ नि त आज आम नागरिकहरू एउटा यस्तो विश्वासको खोजीमा छ यस्तो मायाको खोजीमा छ यस्तो माया र विश्वासको खोजीमा छ एउटा आशा हो आशाको खोजीमा छ आशाका किरणहरू भर्खर बोलाउँदैछ नागरिकहरूको त्यसले गर्दाखेरि यो नागरिकहरूको आशाको किरणलाई म कुनै हालतमा पनि भुइँमा घस्न दिन्न मैले अस्ति पनि भने राजा र नागरिकहरूका आँखाबाट खसेको आँसु यो दुर्गा प्रसादको हातमा थाम्छ त्यही भएर नागरिकहरूको एउटा जनविश्वास हो एउटा माया हो एउटा ममता हो यो ममतालाई म खेर जान दिन्न तपाईँले पिडिएफको अहिले केन्द्रीय कार्यालय उद्घाटन गर्नुपऱ्यो पनि अनि त्यहाँबाट पुलिस कुट्ने विद्यार्थी कुट्ने मान्छे कुट्ने होइन